के तपाईलाई धेरै थकान लाग्ने, कमजोर महसुस हुने, हिँड्दा गाह्रो हुने, श्वास बढ्ने, त्यसैगरी देख्दा प्यालर देखिने, हातखुट्टाहरू झमझम गर्ने, त्यसैगरी सम्झना शक्तिमा चाहिँ कम आउने, त्यसैगरी मुखमा घाउ आउने छ, यो भिटामिन B12 डिफिसियन्सी हुनसक्छ। म डाक्टर खगेन्द्र आचार्य यही अर्घाखाँचीको ओमपल्ली क्लिनिकमा कार्यरत छु। आज आउनुहोस् हामी भिटामिन B12 डिफिसियन्सी कसरी पत्ता लगाउने र यसमा कम भइसकेपछि के खानेकुराहरू खाने भन्ने विषयमा सानो भिडियो लिएर आएको छु। त्यसैगरी मैले अघि भनेको माथिको लक्षणहरू तपाईँहरूलाई देखिएको छ भने यदि तपाईँहरू नजिकै हुनुहुन्छ भने हामी डाक्टरहरूसँग सम्पर्क गर्नुहोस्। नै भने हामी डायग्नोसिस चाहिँ कसरी गर्न सक्छौँ भने सेरम भिटामिन B12 को लेभल चाहिँ हामी हेर्न सक्छौँ। त्यसको लागि चाहिँ यहाँ सन्धिखर्कैमै हुन्छ, नेसनल प्याथ ल्याब र ओमपल्ली क्लिनिकमै हुन्छ। त्यसैगरी चाहिँ हामीले कम्प्लिट ब्लड काउन्ट हेर्न सक्छौँ। त्यसमा चाहिँ हेमोग्लोबिन लेभल चाहिँ अलिक कम हुन्छ भने अरू प्यारामिटर चाहिँ बढेको हुनसक्छ। र यो भिटामिन B12 चाहिँ के खानामा पाइन्छ भनेर यो सबभन्दा महत्त्वपूर्ण कुरा यही हो। हामी जस्तो धेरै चाहिँ यो भेजिटेरियन मान्छे है जसले चाहिँ माछा मासुहरू खानुहुन्न, उहाँलाई चाहिँ यो भिटामिन B12 डिफिसियन्सी कम हुनसक्छ। त्यसैले चाहिँ हामी डायट्री सोर्सहरूमा के सोर्समा चाहिँ हामी यो हाम्रै घरको वरिपरि चाहिँ भएको चिजमा भिटामिन B12 पाइन्छ। जस्तो मासुमा पाइयो, माछा मासुमा पाइयो, त्यसैगरी यो अन्डामा पाइयो, त्यसैगरी डेरी प्रोडक्ट दुधहरूमा भिटामिन B12 प्रशस्त मात्रामा पाइन्छ। त्यसैले तपाईँहरूले यदि माछा मासु खानुहुन्न भने दुधको प्रकारहरू खानको लागि म सुझाव दिन चाहन्छु। त्यसैगरी यो यदि हामी सेरम भिटामिन B12 चाहिँ हेऱ्यौँ, यसमा चाहिँ कम देखियो भने हामी तपाईँहरूलाई सर्टेन मेडिसिनहरू औषधिहरू दिन सकिन्छ। त्यसलाई भिटामिन B12 चाहिँ यो ट्याब्लेट अथवा क्याप्सुलमा आउँछ। त्यसैगरी धेरै नै भिटामिन B12 कमी छ र तपाईँको लक्षणहरू पनि तपाईँलाई एकदम गाह्रो बनाइराखेको छ भने भिटामिन B12 इन्जेक्सनमा पनि आउँछ। हामी इन्जेक्सन पनि दिन्छौँ। त्यसैगरी चाहिँ यो तपाईँहरूले आफ्नै घरमा भएको खानेकुराहरू, माछा मासुहरू, दुधहरू, त्यसैगरी अन्डाहरू, यसमा यो पनि नियमित रूपमा खानुभयो भने तपाईँलाई भिटामिन B12 चाहिँ डिफिसियन्सी अथवा कम हुने र त्यसबाट लाग्ने लक्षणहरू चाहिँ लाग्दैनन्। यो भिडियो सबैले सेयर गर्नुहोला। धन्यवाद।